साथीहरु नमस्कार। आजको यस भिडियोमा हामी इन्फ्लामेटरी बाउल डिजिजको बारेमा चाहिँ सम्पूर्ण कुराकानीहरु बुझ्नेछौं। बेसिकली चाहिँ हामीले चाहिँ यो भिडियो हेर्दै गर्दा चाहिँ त्यसमा अलिकति हैन इन्फ्लामेटरी बाउल डिजिजको बारेमा चाहिँ मैले तपाईलाई भिडियो बनाइदिन्छु भनेको थिए। सो आज चाहिँ हामी यस भिडियोमा चाहिँ हामी इन्फ्लामेटरी बाउल डिजिज भनेको के हो, इन्फ्लामेटरी बाउल डिजिजमा चाहिँ हैन हाम्रो शरीरमा चाहिँ के कस्तो कुराहरु हुने गर्छन् त यो बुझ्छौं। अनि यसको समस्या आयो भनेपछि मानिसहरुमा के कस्ता लक्षणहरु देखा पर्छ यसको बारेमा नि कुराकानी गर्छौं। साथै यसको उपचार के छ र योबाट बच्न हामीले के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ। सो सम्पूर्ण आज चाहिँ हामी मोटामोटी रूपमा चाहिँ यो इन्फ्लामेटरी बाउल डिजिजको बारेमा चाहिँ सम्पूर्ण कुराकानीहरु बुझ्नेछौं। हुन्छ साथीहरु, भिडियो सुरु गरौँ। बेसिकली इन्फ्लामेटरी बाउल डिजिज भित्र चाहिँ दुईटा रोग पर्छ। यतापट्टि छ क्रोन्स डिजिज र अर्कोपट्टि छ हाम्रो अल्सरेटिभ कोलाइटिस। बेसिकली चाहिँ यो रोगमा चाहिँ के भइरहेको छ भनेपछि हेर्नुस् है, बुझ्नुस् है, हाम्रो शरीरमा भएको जुन ब्याक्टेरिया हुन्छ नि, हामीसँग राम्रो ब्याक्टेरिया पनि छ, नराम्रो ब्याक्टेरिया पनि छ। राम्रो ब्याक्टेरिया भनेको चाहिँ जसले चाहिँ हाम्रो शरीरको हितको पक्षमा काम गर्छन् हैन, हाम्रो खानाहरु पचाउने, त्यसबाट विभिन्न कुराहरु निकाल्ने, त्यसपछि भिटामिन्सहरु बनाउने, यो मोटामोटी हाम्रो शरीरसँग चाहिँ सहकार्य भएर चाहिँ राम्रो काम गर्छन्। भनेपछि नराम्रो ब्याक्टेरिया भनेको चाहिँ जसले हामीलाई टाइफाइड लाग्यो, अरु कुरा लाग्यो भने चाहिँ हाम्रो नराम्रो ब्याक्टेरियाहरु आउँछ नि, हो त्यो चाहिँ नराम्रो ब्याक्टेरिया हो। र हामीलाई थाहा छ कि हाम्रो शरीरले चाहिँ त्यो नराम्रो ब्याक्टेरियालाई के गर्छ, मार्दिन्छ। हामीसँग के छ हैन, इम्युन सिस्टम छ हैन, हाम्रो रोग प्रतिरोधक क्षमताले चाहिँ त्यो नराम्रो ब्याक्टेरियालाई मार्दिन्छ। सो यो रोगमा चाहिँ के भइरहेको छ भनेपछि हाम्रो इम्युनिटी एकदमै हाइपर रेस्पोन्सिभ हुन्छ। कसको अगेन्स्टमा? ब्याक्टेरियाको अगेन्स्टमा। त्यो ब्याक्टेरिया राम्रो पनि पर्न सक्छ, नराम्रो पनि पर्न सक्छ, जसले गर्दा चाहिँ के हुन्छ भनेपछि हाम्रो आन्द्राहरुमा चाहिँ विभिन्न इन्फ्लामेटरी रिएक्सनहरुको कारणले गर्दा चाहिँ हाम्रो आन्द्राहरुमा समस्या आउँछ। अब के कस्ता समस्या आउँछ हामी बुझ्ने नै छौं। पहिला यो बुझौं कि यो रोग चाहिँ कस्ता कस्ता व्यक्तिलाई चाहिँ अलिकति कमन हुन्छ। बेसिकली चाहिँ यसमा चाहिँ रिस्क फ्याक्टर भनेर हैन कस्ता कस्ता मान्छेलाई हुन्छ भनेपछि हैन, जो चाहिँ स्ट्रेस छ हैन, जसले एकदमै स्ट्रेस लिन्छ हैन, जसको चाहिँ हैन आफ्नो स्लीप लाइफ साइकल, स्लीप भनेको चाहिँ हैन निद्रा चाहिँ हैन बिग्रेको छ, अथवा चाहिँ हैन विभिन्न अब खानेकुरामा चाहिँ अब अलि हैन जंक फुडहरु बढी खाने, त्यसपछि हाइजिन चाहिँ अलिकति कम भएको हैन, धूम्रपान गर्ने, त्यस्तै गरी हैन कुनै पनि औषधिको कारणले गर्दा चाहिँ हैन, त्यस्तै गरी हाम्रो जेनेटिक ससेप्टिबिलिटी हैन कुनै पनि जिनको कारणले गर्दा। र यसमा मेन भनेको चाहिँ के हो भनेपछि माइक्रो बायोटा इम्ब्यालेन्स हो। जुन मैले भनिसके हाम्रो शरीरमा, हाम्रो पेटभित्र, हाम्रो ठुलो आन्द्रामा भित्र भएको ब्याक्टेरिया चाहिँ के हुन्छ भने चाहिँ तिनीहरुको चाहिँ हैन इम्युन सिस्टमले हाइपर रेस्पोन्सिभ भएर चाहिँ तिनीहरुको के हुन्छ भने डिसब्यालेन्स हुन्छ, जसको कारणले गर्दा चाहिँ के हुन्छ हाम्रो आन्द्राहरुलाई असर पर्छ है त। अब यसमा हैन डिजिज सिम्पटम्स पनि देखाएको छ। मोटामोटी रूपमा चाहिँ कुनै व्यक्तिलाई चाहिँ इन्फ्लामेटरी बाउल डिजिज लागेको छ भनेपछि उसको शरीरमा चाहिँ के कस्ता लक्षणहरु देखा पर्छ हैन, एब्डोमिनल पेन हैन, पेट दुख्छ हैन, पखाला लाग्छ, डायरिया देखाएको छ हैन, ब्लिडिङ देखाएको छ। मैले यसमा मेन कुरा यसमा बुझ्नुपर्ने दुईटा छ। बेसिकली यसमा त यसमा बुझ्नुपर्ने छ एब्डोमिनल पेन हैन, पेन तपाईको कोलाइकी पेन भन्छ, पेट एकदमै दुख्छ, र अर्को छ तपाईको ब्लिडिङ हैन, तपाईको दिशामा चाहिँ के देखा पर्छ, रगत देखा पर्छ है त। यो चाहिँ बेसिकली यसको दुईटा मेन फिचर हुन् है त। सो अब बेसिकली हामी चाहिँ हैन वन बाइ वन बुझौं। यो क्रोन्स डिजिजमा चाहिँ तपाईले के देख्न सक्दै हुनुहुन्छ भनेपछि यसमा ठुलो आन्द्रा पनि इन्फेक्टेड भएको छ हैन, ठुलो आन्द्रामा पनि भेरियस टाइप अफ रिएक्सन भएको छ। त्यसको साथसाथै यसमा चाहिँ सानो आन्द्रा, त्यसपछि अलि माथि स्टोमक, यसमा चाहिँ बेसिकली स्किप लिजन भन्छौं के, अलिकति यहाँ ड्यामेज पुग्छ फेरि नर्मल हुन्छ, फेरि यहाँ ड्यामेज पुग्छ फेरि नर्मल हुन्छ, फेरि यहाँ ड्यामेज पुग्छ। बेसिकली चाहिँ हैन पार्ट गरेर चाहिँ यो स्किप लिजन भन्छौं हैन, छोड्दै फेरि ड्यामेज हुँदै, फेरि छोड्दै फेरि ड्यामेज हुँदै भएको छ। यो चाहिँ बेसिकली क्रोन्स डिजिजमा देखिन्छ। भनेपछि यतापट्टि अल्सरेटिभ कोलाइटिसमा फेरि हैन एकैचोटी हाम्रो ठुलो आन्द्राको हैन डिस्टल पार्ट मात्रै हैन, रेक्टमहरु भयो, सिग्मोइड कोलोनहरु भयो हैन, अनि त्यसपछि हाम्रो डिसेन्डिङ कोलोनहरु भयो, हो यस्तो चाहिँ हैन कन्टिन्युअस रूपमा चाहिँ के भएको हुन्छ, इन्फेक्टेड भएको हुन्छ है त। त्यस्तै गरी तपाईं यो फिगरमा के देख्दै हुनुहुन्छ भनेपछि यो चाहिँ बेसिकली अब चाहिँ क्रोन्स डिजिज हो। क्रोन्स डिजिजले त हेर्नु त शरीरमा चाहिँ कस्तो रूपमा चाहिँ ड्यामेज गरिरहेको छ। तपाईले फिगरमा के देख्दै हुनुहुन्छ भनेपछि हाम्रो जुन ठुलो आन्द्रा छ नि, ठुलो आन्द्रामा कुनै भाग चाहिँ रातो देखाएको छ, कुनै भाग नर्मल छ हैन, कुनै भागमा फेरि रिएक्सन भएको छ, दैट इज द अटो इन्फ्लामेटरी रिएक्सनहरु भइरहेको छ है त। हेर्नुस् त हामीले चाहिँ आज इन्फ्लामेटरी बाउल डिजिज नामैले भनेको छ इन्फ्लामेटरी। इन्फ्लामेटरी भनेको चाहिँ हाम्रो हैन इन्फ्लामेसनले गर्दा हैन त्यहाँ चाहिँ हैन रातो हुन्छ, तातो हुन्छ, सुन्निन्छ, दुख्छ है, त्यो हाम्रो के हो, इन्फ्लामेटरी रिएक्सन हो है त। यहाँ के भइरहेको छ हेर्नुस् त, हाम्रो ठुलो आन्द्रामा त्यो जुन रातो भाग देखाएको छ नि, त्यो भनेको हाम्रो के हो, त्यहाँ चाहिँ इन्फ्लामेसन प्रोसेस भइरहेको छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ हैन ठुलो आन्द्रामा चाहिँ भित्र कोशिकाहरु चाहिँ ड्यामेज हुँदैछन् हैन, त्यो देखाएको छ। फेरि यता रातो देखाएको छ, फेरि सेतो देखाएको छ, सेतो भनेको नर्मल भाग हो, फेरि रातो देखाएको छ, फेरि सेतो देखाएको छ। यसमा चाहिँ बेसिकली हामीले बुझिसक्यौं स्किप लिजन हुन्छ, छोड्दै फेरि इन्फेक्सन हुन्छ, फेरि छोड्दै फेरि इन्फेक्सन हुन्छ है त। अनि यतापट्टि तपाईलाई चाहिँ अलि डिटेल भ्यूमा देखाइदिएको छ। त्यसमा के भनेको छ भनेपछि
क्रोन्स डिजिज हैन लामो समयदेखि क्रोन्स डिजिज भइराख्यो बढ्दै गयो भने चाहिँ यसले चाहिँ बिस्तारै बिस्तारै चाहिँ तपाईँको जुन हुन्छ नि लेयरहरू जुन हाम्रो आन्द्राको जुन लेयर हुन्छ म्युकोसा सबम्युकोसा मस्कुलरिस एक्सटर्ना त्यहाँ चाहिँ बेसिकली के गर्छ अल्सर हुने हुन्छ बेसिकली यसले चाहिँ सर्पिजिनियस अल्सर भनेको छ सर्पिजिनियस भनेको चाहिँ बेसिकली स्नेक लामो यस्तो हुन्छ कि न हो त्यस्तै चाहिँ हाम्रो चाहिँ अब आन्द्रामा हैन ठुलो आन्द्रामा होस् चाहे सानो आन्द्रामा होस् के हुन्छ अब अल्सर भन्छ अब त्यो अल्सर पछि बिग्रेर चाहिँ त्यहाँ एब्सेस फर्मेसन हैन पस जम्मा हुन्छ पिप जम्मा हुन्छ हैन त्यो पनि बिग्रियो भने चाहिँ के हुन्छ फिस्टुला बन्न सक्छ है त सो यस्तो चाहिँ केमा देखिन्छ हाम्रो क्रोन्स डिजिजमा देखिन्छ हैन तपाईँ फिगरमा पनि देख्दै हुनुहुन्छ हैन एप्थस अल्सर सुरुमा चाहिँ एप्थस अल्सर हुन्छ हैन सुरुमा चाहिँ एप्थस अल्सर हुन्छ हैन मल्टिपल साइडमा हाम्रो एप्थस अल्सर भएको हुन्छ त्यो एप्थस अल्सर हैन बिग्रिँदै के हुन्छ अब हैन सर्पिजिनियस अल्सर हुन्छ अल्सर भित्र जान्छ त्यो अल्सरले के गर्छ भने चाहिँ त्यसको कारणले गर्दा चाहिँ त्यहाँ इन्फ्लामेटरी रिएक्सनको थुप्रै कारणले गर्दा चाहिँ पिप जम्मा हुन्छ हैन त्यहाँ फिस्टुला बन्छ हैन फाइब्रोसिस हुन्छ त्यहाँ हैन त्यही भएर मैले तपाईँलाई भनिराखेको हुन्छु जुन यो क्रोन्स डिजिज छ नि यो क्रोन्स डिजिजमा के हुन्छ भनेपछि हाम्रो आन्द्रा के हुन्छ सिकुटिन्छ है त साँगुरो भन्छ जसले गर्दा चाहिँ हैन यतापट्टिको आन्द्रा साँगुरो बनेको छ यतापट्टि आन्द्रा ठुलो छ अनि अब फुड पास हुने बेला हैन हाम्रो कुनै पनि खाएको चिज हैन पास हुने बेला चाहिँ के हुन्छ भने यो सिकुडेको पार्टमा त के हुन्छ छेर्न पार्न नि त त्यही भएर के हुन्छ भने के हुनुपर्छ हामीलाई चाहिँ एकदमै फोर्स लगाउनुपर्छ हैन त्यसकारण चाहिँ के हुन्छ भने क्रोन्स डिजिज लागेको व्यक्तिहरुमा चाहिँ एब्डोमिनल पेन हैन हामी यसलाई चाहिँ के भन्छ भनेपछि कोलाइकी एब्डोमिनल पेन तपाईको चाहिँ पेट एकदमै दुख्छ है त त्यो चाहिँ क्रोन्स डिजिजको मेन प्रमुख लक्षण हो एउटा है त यसको साथसाथै तपाईको हैन तपाईको हैन सानो आन्द्रा एफेक्ट भएको छ त्यसकारण तपाईको खानेकुराहरु राम्रोसँग एब्जर्प्सन हुन पाउँदैन त्यसकारण चाहिँ तपाईलाई चाहिँ के हुन्छ भने तपाई चाहिँ एकदमै हैन माल नरिष्ट हुनुहुन्छ हैन तपाई चाहिँ एकदम दुब्लो पातलो हैन शरीरमा किनभने चाहिँ हैन जति पनि हाम्रो खानेकुराहरु सोच्ने ठाउँ भनेकै आन्द्रा हो हैन सानो आन्द्रा ठुलो आन्द्रा रोगमा के भइरहेको छ त हाम्रो सानो आन्द्रामा एफेक्ट भइरहेको छ त्यसकारणले गर्दा चाहिँ मान्छे दिन प्रतिदिन दुब्लो हुँदै जान्छ पेट एकदमै दुख्छ हैन तपाईको चाहिँ दिशामा चाहिँ रगत देखा पर्छ यो चाहिँ मेन सिम्पटम्स हो क्रोन्स डिजिजको है त त्यस्तै गरी अब हामी अल्सरेटिभ कोलाइटिसमा अब अल्सरेटिभ कोलाइटिसमा के भएको छ भनेपछि यसमा चाहिँ बेसिकली हाम्रो इन्फ्लामेसन हैन रेक्टमदेखि हुँदै माथि हाम्रो हैन डिसेन्डिङ कोलोनमा कन्टिन्युस अघिकोमा चाहिँ स्किप गरेर इन्फेक्सन भएको थियो यसमा चाहिँ के हुन्छ भनेपछि हाम्रो ठुलो आन्द्रामा चाहिँ हैन कन्टिन्युस टाइपको लिजन छ है त कन्टिन्युस देखाएको छ हेर्नुस् त रातो कन्टिन्युस देखाएको छ के देखाएको छ भनेपछि कन्टिन्युस लिजन देखाएको छ हैन तपाईँ फिगरमा पनि देख्दै हुनुहुन्छ हाम्रो ठुलो आन्द्राको हैन जति पनि यो पार्ट रातो देखाएको छ यो सबै के हो अल्सरेटिभ कोलाइटिसले गर्दा चाहिँ हैन आन्द्रा के भएको छ इन्फ्लामेसन भएको छ यसमा पनि बेसिकली चाहिँ के हुन्छ भनेपछि जुन अघिनाको सर्पिजिनियस अल्सर थियो नि अघिनाको हाम्रो के रे क्रोन्स डिजिजमा चाहिँ हैन सर्पिजिनियस अल्सर देखाएको छ फिस्टुला फर्मेसन देखाएको थियो यसमा चाहिँ त्यस्तो हुँदैन यसमा चाहिँ के हुन्छ भनेपछि अघिनाको चाहिँ भित्र गएको थियो हैन इन्फेक्सन भएर चाहिँ भित्र छेडेको थियो यसमा चाहिँ के हुन्छ भने सर्फेस लेयरमा चाहिँ के गर्छ सर्फेस लेयरमा छेड्छ जसकारणले गर्दा चाहिँ मैले तपाईलाई भनिराखेको छु हैन विगतका भिडियोहरुदेखि अल्सरेटिभ कोलाइटिसमा चाहिँ एकदमै सारो मान्छेको के हुन्छ भने दिशा गर्दा फेरि रगत एकदमै सारो आउँछ है त यसमा चाहिँ किनभने सबम्युकोसमा गएर चाहिँ ब्लड भेसल्सहरु एफेक्टेड भएको हुन्छन् त्यसकारणले चाहिँ अल्सरेटिभ कोलाइटिसमा चाहिँ एकदमै सारो के हुन्छ ब्लड लस हुन्छ हैन तपाईको चाहिँ दिशामा चाहिँ एकदमै सारो रगत आउँछ भनेपछि क्रोन्स डिजिजमा चाहिँ तपाईको पेट एकदमै दुख्छ मोटामोटी रूपमा चाहिँ दुईटा उस्तै खालको रोग हुन् तर यसमा मेन छुट्याउनु पर्ने कुरा के छ भनेपछि बुझ्नु पर्ने कुरा के छ भनेपछि क्रोन्स डिजिजमा चाहिँ तपाईको चाहिँ एकदमै सारो तपाईको पेट दुख्छ हैन त्यसपछि तपाईको चाहिँ के हुन्छ खाएको चिज कुराहरु एब्जर्ब हुँदैन तपाई एकदमै दुब्लो पातलो ख्याउटे बन्नुहुन्छ हैन यसमा चाहिँ हैन फिस्टुला पनि बन्न सक्छ हैन तपाईलाई चाहिँ फिस्टुला बन्न सक्ने डर हुन्छ यसमा क्रोन्स डिजिजमा भनेपछि यतापट्टि जुन अल्सरेटिभ कोलाइटिस छ नि यो अल्सरेटिभ कोलाइटिसमा चाहिँ तपाईलाई चाहिँ बेसिकली यसमा मेन फिचर भनेको के हो भने चाहिँ पेनलेस ब्लडी डायरिया हैन तपाईको चाहिँ दिशामा चाहिँ एकदमै बढी खुन आउँछ तपाईको त्यस्तै गरी यसमा चाहिँ तपाईको चाहिँ ठुलो आन्द्रा चाहिँ एकदमै ठुलो भएको हुन्छ त्यसलाई हामी चाहिँ टक्सिक मेगाकोलोन भन्छौँ है त अब कुनै व्यक्तिलाई मैले भनिसके हैन पेट एकदमै दुखिएको छ हैन दिशामा चाहिँ हैन रगत गइरहेको छ हैन तपाई चाहिँ हैन खाएको कुराहरु एब्जर्ब भएको छैन तपाई चाहिँ एकदम हैन दुब्लो पातलो हुनुभएको छ सो यस्तो समस्या तपाई हस्पिटल लिएर जानुभयो भनेपछि डाक्टर साहबले तपाईलाई ब्लड टेस्टहरु गराउनुहुन्छ हैन क्याप्सुल इन्डोस्कोपी भनेको छ त्यो इन्डोस्कोपीहरु गर्न सकिन्छ सिटीहरु गर्न सकिन्छ र यसमा मेन भनेको चाहिँ क्लोनोस्कोपी गर्न सकिन्छ क्लोनोस्कोपी गरेर चाहिँ भित्र हाम्रो लार्ज इन्टेस्टाइनमा के कस्तो कुराहरु भइरहेको छ त्यो गर्न सकिन्छ र सस्पेक्ट केसहरुमा चाहिँ हामी त्यहाँबाट बायोप्सी हैन लिउँछौं र त्यसलाई चाहिँ हामी चाहिँ हैन केही म्यालिग्नेन्सीहरु केही पो छ कि भनेर त्यो पनि हेर्न सकिन्छ है त सो अब यसको उपचारको बारेमा बुझौं यसको उपचारमा चाहिँ बेसिकली कर्टिकोस्टेरोइड्स दिइन्छ त्यस्तै गरी हाम्रो सल्फासाइलेजिन भन्ने हुन्छ त्यस्तै गरी हाम्रो इन्फ्लिक्सेमिया भन्ने हुन्छ तपाईको चाहिँ हैन पछि तपाईको अलिकति हैन फिस्टुला बनेको छ अलि गाह्रो भएको छ भनेपछि सर्जरी पनि गर्न सकिन्छ बेसिकली चाहिँ तपाईको यो रोगले चाहिँ हैन तपाईको शरीरमा चाहिँ हैन कति एफेक्ट गरेको छ हैन त्यो रोगहरुलाई हेरेर बुझेर डाक्टर साहबले विभिन्न परीक्षण गरेर चाहिँ त्यही अनुसारको औषधि र त्यही अनुसारको उपचारहरु दिनुहुन्छ है त अब चाहिँ लास्टमा चाहिँ हामी के बुझौं भनेपछि योबाट बच्ने उपाय के त
अब यो हुन नदिन हामीले हैन हामीलाई थाहा छ हामीले चाहिँ खानामा चाहिँ हाम्रो ब्यालेन्स हुनु पर्यो हामीले सबै प्रकारको न्युट्रियन्ट्सहरू खानु पर्यो खानामा हाम्रो एडिक्वेट सागपातहरू एकदमै भरपुर मात्रामा हुनु पर्यो हैन फ्रुट्सहरू हुनु पर्यो त्यस्तै गरी हाम्रो स्मोकिङ अल्कोहल ड्रिङ्किङ यस्तो बानी छ भने चाहिँ छोड्नु पर्यो है त हामी चाहिँ एक्सर्साइज गर्नु पर्यो हैन पोजिटिभ थिङ्किङ गर्नु पर्यो स्ट्रेसलाई चाहिँ कम गर्नु पर्यो सो ह्याप्पी हुनु पर्यो है बेसिकली यो कुराहरू गर्न सक्यो भनेपछि हैन यो लगायत थुप्रै कुराहरू चाहिँ हैन धेरै कम गर्न सकिन्छ है त हुन्छ साथीहरू आजको भिडियोमा यति नै थियो यस्तै स्वास्थ्य सम्बन्धी जानकारी पाइराख्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु साथीहरू किनभने आगामी दिनहरूमा पनि हामी यस्तै थुप्रै स्वास्थ्य सम्बन्धी अरू थुप्रै कुराहरू लिएर म हजुरमा उपस्थित हुने नै छु साथीहरू आजलाई भन्दै म बिदा हुन्छु हस्त धन्यवाद।